तर चिसो धेरै भयो किन्न है गाइज। हेलो दर्शन नमस्ते सबैजनालाई। हामी चाहिँ आज यो यात्रा गरिरहेछौँ कि जलजलाको यात्रा है। बिहानै हामी जलजलाको यात्रा गर्दै गर्दाको दृश्य हो यो। हाम्रो यात्रा लुगुमको रिकुङ बजारबाट सुरु गरेका हौँ। त्यसपछि हामी रोल्पाको जलजला पुग्नलाई घरतीबालाको उकालो डाँडा चढेर गएका थियौँ। है भाइ यतातिर है भन्दा फेरि गफ लाग्ला है। त्यसपछि करिब 5 बजे घरतीबाला उकालो काटिएका थियौँ र हामी खुसी भएका पनि थियौँ र हामी रमाउँदै खेल्दै रोल्पा र रुकुमको बिचमा रहेको जलाकी भन्ने ठाउँमा पुग्यौँ। त्यसपछि हामी अगाडि बढ्दै जाँदाखेरि करिब 7:15 मा हामी ढाप्का भन्ने ठाउँमा पुग्यौँ। त्यसपछि झिसमिसे अँध्यारो पर्न लागेको थियो। ढाप्कादेखि उरालोतर्फ लाग्यौँ। जाँदा जाँदै रात परेकोले त्यो दिन त्यही एउटा गोठको नजिकै टेन्टमा बास बस्यौँ। बास चाहिँ यहाँ है आजको चाहिँ हाम्रो बास चाहिँ यतातिर छ। आगो यतातिर छ भने हाम्रो टेन्ट चाहिँ यतातिर छ है। भेडा यतातिर छ। म चाहिँ यतातिर। फेरि अर्को दिन बिहानै उठेर हामी त्यहाँबाट आफ्नो यात्रामा लाग्यौँ। त्यसपछि उरालो बाटो झर्दै जाँदा तल एउटा छेडाको नाम थियो जोबनसरी छेडा भन्ने ठाउँमा पुगेका थियौँ। त्यसपछि हामी तेर्सो बाटो लाग्दाखेरि रोड भेटायौँ र त्यही रोडबाट जलजला जानलाई उकालो बाटो जानुपर्ने रहेछ। हो फाइनली हामी यहाँ चाहिँ अब उकालो फेरि अर्को उकालोतर्फ लाग्दाखेरि यतिको उकालो त चढ्नै पर्यो। करिब 2 घन्टा लगायौँ र त्यही उकालो चढेर सकेपछि जलजलाको सुन्दर दृश्य देखिन थाल्यो। त्यहाँदेखि मनोरञ्जन लिँदै आफ्नो वासस्थानमा पुग्यौँ। त्यसपछि जलजलाको सुन्दर दृश्यहरूलाई सबै अवलोकन गर्यौँ र त्यहाँ बुझ्दाखेरि विशेष गरी पूर्णिमाको दिन विभिन्न देवताहरूको पूजा गरेको बुझ्यो र सबै चित परिचित इष्टमित्रहरूसँगको भेटघाटले हाम्रो मनलाई निकै हर्षित भयो। साँझको समयमा फेरि आफ्नो वासस्थानमा फर्कियो। अर्को दिन बिहानै उठेर सरसफाइतर्फ लाग्यो र पूजाको लागि तयार भएर हामी पनि मन्दिरतर्फ लाग्यौँ। त्यो दिन ठ्याक्कै पूर्णिमाको दिन थियो। हामी उठ्ने बेलाको समय थियो। बिहानको 7 बजेको समयदेखि पुजारीले पूजा सुरु गरे। त्यसपछि हामी वासस्थानमा फर्किँदै फेरि घरतर्फ लाग्यौँ। हामी घर फर्किँदा रमाइलो गर्दै नाचगान सहित साँझ करिब 9 बजे हाम्रो घर पनि आइपुगेका थियौँ। त्यसपछि खानपान गरेपछि दिनमा भएको थकितको हिँडाइले गर्दा थाकेकोले आफ्नो कोठातर्फ गएर ओछ्यानमा पल्टिँदा साथ आँखा लागेछ। नमस्ते सबैजनालाई। यो भिडियो कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला। धन्यवाद।